हेलो नमस्कार सबैजनामा। मैले चाहिँ आज यस्तो काम थालिरहेको छु। ल हेर्नुहोस्, यो चाहिँ इस्कुस तासेको भयो, यो चाहिँ पानी अनि यो चाहिँ बोक्राहरू भयो। अब चाहिँ मैले यो मोबाइललाई टक्क यहाँ राखेर यहाँ तपाईँहरूसँग बोल्दै म चाहिँ काम गर्न थाल्नेछु। कुनै कुनै इस्कुस चाहिँ यति ठुलो छ भने कुनै चाहिँ यति सानो छ क्या। यो भन्दा देखाइ भन्दा नि धेरै ठुलो पनि थियो अरू अरू इस्कुस चाहिँ मैले चाहिँ देखाइनँ। अब यो इस्कुसलाई चाहिँ मैले मजाले धोएर पखालेर अनि बिच भागमा चाहिँ चट्ट लाएर काटिदिने भनेको कति राम्रो रहेछ हौ। यो त फेरि कुनै कुनै चाहिँ एकदम कमल पनि थियो के। अब चाहिँ यसरी चिसो पानीमा डुबाएर रोइ 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 दुईपट्टिको भाग नै घोटिने गरी घोट्नुपर्छ। अहिले योभन्दा चुप निक्लिसक्यो। यो चुप चाहिँ बाहिर निक्लिसकेपछि चाहिँ हाम्रो हातमा लाग्दैन, हातहरू पक्रो हुँदैन क्या। हामी चाहिँ जहिले पनि यही गर्छौँ। खासमा चाहिँ मैले आज इस्कुसको सिन्टा बनाउनु लगाएको। यो इस्कुसलाई चाहिँ बाहिरको बोक्राहरू सबै तासेर फालिदिने अनि त्यसपछिको भित्रको गुदीहरूलाई चाहिँ पातलो पारेर काटेर घाममा सुकाइदिए पछाडि चाहिँ यो सुकिसकेपछि चाहिँ सिन्टा बन्छ। हस् त, धन्यवाद।